Hello guys, welcome to my channel Art Vlogs. So first of all, happy Republic Day to all. आज third and the last day of महाधिवेशन होइन आज रिपब्लिक डेको दिनले गर्दाखेरि we'll be having a flag hosting ceremony. We have all our ex-servicemen over here होइन सबैले आर्मी सर्भ हो र अहिले रिटायर्डलाई आउनु भएको छ. We'll be paying respect to them also. आज चाहिँ सिलगढीबाट चाहिँ आउनुहुन्छ. रिमो चाहिँ त हिँड्नु सक्नुभयो होला कि साथी सिलगढीबाट हिँड्छ भनेर भन्नु थियो. सो 10:30-11हरूभित्र आउनुपर्ने होइन. त्यहाँनिर चाहिँ यो सबै सेरिमनी पुगिसकेपछि सेरिमनी हामी सबै प्रोग्रामहरू पुगिसकेर चाहिँ लास्टमा चाहिँ वाङ हुन्छ. त्यसले गर्दाखेरि चाहिँ अहिले सबैजना यही फ्ल्याग होस्टिङले नै बिजी छ होइन. अब एकछिनमा चाहिँ यो फ्ल्याग होस्टिङ भयो. सो लेट्स सी अब प्रोग्राममा चाहिँ कस्तो हुन्छ होइन. हिजो पनि रमाइलो भएको थियो क्या विशाल दाजु दस होइन हाम्रो विशाल कालपुरी छ होइन. उहाँको पनि सो हिजो थियो आज छ जस्तो मैले सुनेको छु र आज पनि रमाइलो नै हुने रहेछ र उहाँ पनि त्यो लास्ट हो भनेर होइन. सो आई होप यु गाइज विल इन्जोय. So guys, there's a slight change in the program होइन. यता हाम्रो विशाल जोजो र जीवन जोजो चाहिँ जानु हुने रहेछ होइन. वी वोन्ट बी ह्याभिङ द प्रोग्राम हुनु त हिजो भइसक्यो होइन. उहाँहरूले चाहिँ सबै हाम्रो गुरुजीहरूलाई भेट्नुभयो होइन. त्यहाँदेखि चाहिँ अब उहाँलाई बिदा दिएर चाहिँ हामी यता मेन प्रोग्राममा फेरि कन्टिन्यू गर्नेछौँ. सो यता चाहिँ हाम्रो फ्ल्याग होस्टिङको त्यो छ लोकेसन छ होइन. र अहिले सबै सर्भिसमेनहरू त पछाडि हुनुहुन्छ र एकछिनमा विल बी स्टार्टिङ अ प्रोग्राम. अधिनायक जय हे भाई. हिमाचल यमुना गंगा भोजन जलधि तरंगा प्रभु शुभ नाम. सँगसँगै दार्जिलिङ वेलफेयर सोसाइटीका उहाँ प्रेसिडेन्ट पनि हुनुहुन्छ र उहाँलाई हामी सम्पूर्ण आयोजक पक्षबाट खदारी ब्याचद्वारा सम्मान गरिरहेका छौँ. सर हर्षवर्धन श्रृङ्गला सर. सँगसँगै हामी माझ हुनुभएका अतिथि प्रमुख अतिथिको रूपमा डाक्टर गम्भीर सिंह योन्जन सर. उहाँलाई पनि हामी सम्पूर्ण आयोजक पक्षबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउँदछौँ. र साँच्चै उहाँको उपस्थितिले आज सम्पूर्ण तामाङ जातिले गर्व गर्नुपर्छ र उहाँको उपस्थितिले हामी साँच्चै हर्षित भएका छौँ. र सँगसँगै हामी माझ
को यो पहिलो सत्रबाट हाम्रा कार्यक्रमका प्रमुख अतिथि पाल हर्षवर्धन श्रृङ्गला सर, जीएस योन्जन सर अनि अशोक सरको बाहुलीबाट भारतीय संविधानको नेपाली अनुवादको विधिवत लोकार्पण भइरहेको छ र हामीबाझ थुप्रै अनुवादकहरू भए तापनि केही मात्रामा अनुवादकहरूलाई हामीले निम्त्याएका थियौँ र उहाँहरू पनि आज हामी समक्ष अहिले हामी यता महाधिवेशनको होइन यता बवाल भाइब्स भन्ने स्टलमा छ र यहाँभित्र यता आर्जे सागर दा हुनुहुन्छ होइन र अब खाना खानु आँटेको यता नानाले खानु हुँदैछ होइन र स्टलको नाम पनि अब बवाल भाइब्स छ अब बवाल हुनुपर्ने खाना पनि होइन सोलेस सी कस्तो हुन्छ बवालै छ अब खान्छु म पनि होइन र यो स्टलमा रोहिणीमा पनि यता दाहरूले खोल्ने रहेछ बवाल भाइब्स भन्ने नै होइन रेस्टुरेन्ट सानो खालको सो प्लिज त्यहाँ पनि गइदिनुहोस् होला तपाईँहरू पनि शाखाका अध्यक्ष उहाँलाई म यो झन्डा हस्तान्तरण गर्दैछु। नसुन खुसी र आगामी 39वां महाधिवेशन अखिल भारतीय आमा बौद्ध सङ्घको यो झन्डा हामी गोरुबथान शाखालाई हस्तान्तरण गर्छौँ अनि शुभेच्छा अनि शुभकामना पनि दिँदछौँ र तर स्मरण गर्नुहोस् कि हाम्रो अखिल भारतीय आमा बौद्ध सङ्घको महाधिवेशन 23, 24 अनि 25 जनवरी 2027 मा नै हुनेछ किनभने यसपालिको यसको केही कारणवश यसरी एक दिन हामीले पछाडि सार्नु पर्यो र हामी
भयो बाटैमा सुन्दरी चामनी हाम्रो त खेतको खेतैमा 300 मोरी धान पर्छ मोछ मलाई त तामाङ मन पर्छ